साथीहरू तपाईँहरू घरमा यस्तो खालको मल्टिपोर्ट सबैको घरमा होला है। तर यस्तो खालको मल्टिपोर्ट बिग्रिसकेपछि कसरी बनाउने भनेर हामीले एउटा भिडियो बनाउँछौँ है। यो भिडियो अन्त्यसम्म हेर्दै होला है। सबभन्दा पहिला हामीले के गर्ने भने यो बोर्डको पछाडिको प्यानल खोल्ने है। यो प्यानल 4वटा यसमा 6वटा नट छ कसै कसैमा। अनि यस्तो खालको मल्टिप्लगमा 4वटा हुन्छ, यस्तो खालको ठुलोवाला मल्टिप्लगमा चाहिँ 6वटा हुन्छ बोर्ड। अनि सबभन्दा पहिला यसको स्क्रु खोल्ने है। स्क्रु खोल्ने ड्राइभरले स्क्रु मैले खोलेर राखिसकेको छु है, सुरुमै राखेको छु खोलेर। मलाई ओपन गर्छु। यसलाई ओपन गरिसकेपछि हामीले सबभन्दा पहिला के गर्ने भने यसमा हेर्ने है कहाँ चाहिँ वायर चाहिँ क्र्याक भएको छ है। वायर चाहिँ कहाँ क्र्याक भएको छ, वायर यसमा हेर्नु। वायर चाहिँ मैले सोल्डिङ गरिसकेँ, तर धेरै पुरानो बोर्डहरूमा यो स्विच काम गर्न छोड्छ। यो जुन अगाडि यो स्विच छ नि, यो स्विचहरू काम गर्न छोड्छ। यो स्विचहरू काम गर्न छोड्यो भने हामीले यो बोर्ड डाइरेक्ट कसरी बनाउन सके बोर्ड के गर्ने भने हामी सबभन्दा पहिला यसको चाहिँ यहाँ जुन यो मेन यहाँ प्लगबाट मेन लाइन आएको हुन्छ नि, यहाँ 2वटा 3वटा हुन्छ। 2वटा हामीले जुन वायर आएको हुन्छ नि, 2वटा वायरमा के गर्ने भने हामीले एउटा वायर चाहिँ प्लगको एउटा वायर चाहिँ यहाँ प्लसमा सोल्डिङ गर्ने, अनि अर्को वायर चाहिँ यहाँ माइनसमा सोल्डिङ गर्ने है। सजिलो है। मैले चाहिँ यहाँ सर्टआउट गरेको छैन, मैले अहिले स्विच चाहिँ अर्को लगाएर चेन्ज गरेर गरेको छु। मसँग अर्को स्विच थियो, मैले स्विच चेन्ज गरेर गरेको छु। तर तपाईँहरू के गर्नु भने एउटा वायर चाहिँ यहाँ प्लसमा हाल्नु, एउटा यसको प्लगको यहाँ कालो खालको वायर है यहाँ वायर, अर्को वायर चाहिँ यहाँ चाहिँ अर्को वायर चाहिँ तपाईँ यहाँ हाल्नु है, 2टा टुपिनमा हाल्नु। अनि बाँकी रहिगयो भने तपाईँहरू के गर्नु, अब सबैमा लाइन दिनु पऱ्यो, एउटामा लाइन दिएर भएन। अनि सबैमा लाइन दिनको लागि तपाईँ के गर्नु भने यो जुन छ नि यहाँ प्लगबाट नि यस्तो खालको तपाईँहरू तार काटेर यस्तो खालको तार काटेर यहाँदेखि के गर्नु भने जम्फर गरिदिनु है। यहाँदेखि के गर्नु भने जम्फर गरिदिनु। एउटा तार चाहिँ यहाँ सोल्डिङ गरिदिनु, अर्को फेरि यो साइडमा जुन साइडमा यतापट्टि छ त्यही साइडमा यतापट्टि पनि सोल्डिङ गर्ने है। यता पनि सोल्डिङ गर्ने, यतापट्टि पनि सोल्डिङ गरिदिनु। नभए यसो तार ठुलो काटेर यहाँबाट बेर्दिँदा नि हुन्छ, भित्र यहाँ चाहिँ बेर्दिँदा हुन्छ। नभए सोल्डिङ भयो भने सोल्डिङ गर्दा झन् राम्रो है, सोल्डिङ गर्दा झन् राम्रो। यहाँबाट चाहिँ यहाँ सोल्डिङ गर्ने, अनि यहाँ गर्ने, अनि त्यसपछि यतापट्टिको पोलमा गर्ने, अनि यतापट्टिको पोलमा गर्ने है। अनि यो भइसकेपछि त्यसपछि हामी के गर्ने भने पहिला एकचोटि राम्ररी हेर्ने है, किनभने हामीले प्लसको माइनसको दुईवटैको वायर हेर्नु पऱ्यो। अनि प्लसको वायरमा के गर्ने भने यहाँ मैले टेप लगाएको छु, यो बिचमा टेप लगाएको छु है। तपाईँहरूसँग टेप छ भने यहाँ बिचमा सिधा जुन यहाँबाट जम्फर गएको होला नि, जुन जम्फर गएको होला फेस, त्यो फेस चाहिँ यहाँ मैले यसमा चाहिँ टेप हालिदिएको छु माथि, किनभने सेफ्टी चाहिन्छ। तार कतै कट्यो भने सर्ट सर्किट नहोस् भनेर मैले टेप हालिदिएको छु। तपाईँहरू पनि यसरी टेप हालिदिनु होला है। टेप हालिदिँदाखेरि झन् सुरक्षित हुन्छ बोर्ड है। अनि यो जुन छ नि स्विचबाट तार नकनेक्सन गर्ने, कुनै तार कनेक्सन नगर्ने, स्विच बिग्रियो भने। त्यसपछि यहाँबाट हामीले यो बोर्डमा सबभन्दा पहिला लाइन दिएर चेक गर्न। तपाईँहरूसँग यहाँ बत्ती छ भने यो बत्ती मेरो फ्युज भइसकेको छ, मैले बत्ती कनेक्सन निकाल्दैछु। तपाईँहरूको पुरानो बोर्डमा बत्ती चाहिँ फ्युज भइसकेको छ भने फ्युज निकालिदिनु, यसरी निकालिदिनु होला है। निकालिदिइसकेपछि बत्ती बल्दैन, लाइन दियो, डाइरेक्ट स्विचबाट लाइन दियो, स्विच लाइन आयो यस्तो खालको। अनि यो कम्प्लिट भइसकेपछि हामीले यो मेन प्लगलाई यहाँ लगाएर चेक गर्ने है। यो मेन प्लगमा यसरी लगाएर यहाँ चेक गर्ने। यहाँ सबै ठिक छ, यहाँ के सर्ट सर्किट भएन भने हामी के गर्नुपर्छ भने हामी टेस्टर लिएर चेक गर्नुपर्छ है। टेस्टर लिएर लाइन चेक गर्ने, नभए कुनै कनेक्सन छ भने हामीले बोर्ड लगाएर पनि चेक गर्दा हुन्छ है। अनि हाम्रो यो सबै कनेक्सन भइसकेपछि मैले यो टेप के लगाएको छु भने यहाँ सबै कनेक्सन भइसकेपछि अनि यहाँ चाहिँ हामीले के गर्नुपर्ने, चेक गर्नुपर्ने, एकचोटि चेक गर्नु कहाँ के छ, कतै चाहिँ कटेको छैन, कतै छुटेको छैन भने हामीले चाहिँ के गर्ने भने बोर्ड लगाउने है, ब्याक प्यानल लगाउने। बोर्डको चाहिँ ब्याक प्यानल लगाउने। यसरी गरेर यो ब्याक प्यानल यहाँ चाहिँ लगाउने हामीले। ब्याक प्यानल यसरी यहाँ माथि राखेर ठ्याक्कै यहाँ माथि यसरी गरेर यो पछाडिपट्टि पनि हामीले हेर्नुपर्छ है। यतापट्टि यहाँ चाहिँ यसरी गरेर यहाँ चाहिँ ठ्याक्क थिचेर अलि थिच्नुपर्छ है, अनि मात्र लाग्छ। थिचेर यहाँ सबभन्दा पहिला हामीले यहाँ नट लगाउनु पर्यो है। हाम्रो जतिवटा नट छ यहाँ यस्तो नट हुन्छ, स्क्रुहरू हुन्छ, स्क्रु लगाउने। यहाँ स्क्रुभित्र हालेर सबै स्क्रु लगाउनु पर्यो, टाइट गर्ने स्क्रु। यहाँ स्क्रु मैले स्क्रु टाइट। अनि हामीले यो बोर्डमा हामीले यो फिटिङ गरिसकेपछि नट टाइट गरिसकेपछि हामीले यहाँ चाहिँ के गर्ने भने सबभन्दा पहिला एउटा चाहिँ
बोर्ड लिने अथवा केही मोबाइल चार्जरहरू केही लिने कि हामीले के लिएर सबभन्दा पहिले यहाँ प्लगिङ गर्ने, प्लगिङ गरिसकेपछि यहाँ लाइन आयो चेक गर्ने। पहिला लाइन आएन भने यसलाई अन गर्ने है। यसलाई अन गरिसकेपछि लाइन आयो नि, हजुर लाइन आयो भने सबै। अब त्यसपछि हामी के गर्ने भने सबै बोर्डमा लगाएर चेक गर्ने है। बत्ती बलिरहेछ अनि अर्को हामीले अर्को बोर्डमा लगाएर चेक गर्ने। बत्ती बलिरहेछ, ठिक छ, हाम्रो सबै बोर्ड फिनिसिङ भयो है। यस्तै खालको भिडियो हेर्न चाहनुहुन्छ भने हामीलाई लाइक र सब्सक्राइब गरी कमेन्ट गरिदिनु होला है। धन्यवाद। साथीहरू, तपाईँहरूसँग यस्तो बोर्ड छ भने यस्तो बोर्डको वायर चाहिँ ड्यामेज भइसकेको छ। वायर चाहिँ ड्यामेज भइसकेपछि कसरी बनाउने भनेर म अर्को भिडियो बनाउँछु। हामीले वायर ड्यामेज भइसकेको छ भने कसरी बाहिरबाट अर्को वायर किनेर ल्याएर यसलाई चाहिँ फिटिङ गर्ने, बोर्ड चलाउने बनाउने भनेर म अर्को भिडियोमा बनाउँछु है। अर्को भिडियो हेर्नको लागि हाम्रो कमेन्ट गरिदिनु होला है, कमेन्ट बक्समा लाइक गरिदिनु होला।